नेपालको इतिहासमा केही नाम यस्ता छन् जसलाई सम्झिँदा गर्व होइन, सन्नाटा महसुस हुन्छ। चन्द्र शमशेर राणा त्यस्तै एक नाम हो। उनी युद्धभूमिमा तरवार चलाउने शासक थिएनन्, उनी मानिसको मनभित्र डर रोप्ने शासक थिए। उनको शासनमा नेपाल बाहिरबाट शान्त देखिन्थ्यो, तर त्यो शान्ति स्वतन्त्रताको होइन, मौनताको शान्ति थियो। यस्तो मौनता जहाँ मानिस बोल्नु अघि वरिपरि हेर्थे, सोच्नु अघि डराउँथे र प्रश्न गर्न त कल्पना समेत गर्न सक्दैनन्थे। चन्द्र शमशेरको उदय अचानक भएको थिएन। जङ्गबहादुर राणाले स्थापना गरेको सत्ता संरचना भित्रै भित्रै कुहिँदै थियो। उत्तराधिकारीको दौडमा राणा परिवार आफै एकअर्काको शत्रु बन्दै गइरहेको थियो। दरबारभित्र विश्वासभन्दा बढी शङ्का थियो र शङ्काभन्दा बढी डर। यही वातावरणमा चन्द्र शमशेर चुपचाप अघि बढिरहेका थिए। उनी धेरै बोल्दैनन्थे, तर सबै कुरा ध्यानपूर्वक सुन्थे। अरू राणा शक्ति देखाउँथे, चन्द्र शमशेर योजना बनाउँथे। उनी भावनाबाट होइन, गणनाबाट चल्ने व्यक्ति थिए। 1885 सालमा त्यो गणना निर्णायक बन्यो। आफ्नै दाजु प्रधानमन्त्री रणोदीप सिंह राणाको हत्या गराएर चन्द्र शमशेरले सत्ता कब्जा गरे। त्यो हत्या केवल एउटा व्यक्तिको अन्त्य थिएन, त्यो नैतिक सीमाको अन्त्य थियो। त्यो क्षणबाट चन्द्र शमशेरले स्पष्ट सन्देश दिए, सत्ताका लागि रगत सम्बन्ध पनि बाधा होइन। दरबारले बुझ्यो, अब शासन डरबाट चल्छ। सत्तामा पुगेपछि चन्द्र शमशेरको पहिलो प्राथमिकता देश होइन, सत्ता सुरक्षित गर्नु थियो। उनले बाहिरी शत्रु खोजेनन्, किनभने वास्तविक खतरा भित्रै थियो। जसलाई सम्भावित चुनौती ठानियो उनलाई हटाइयो। कसैलाई जेल हालियो, कसैलाई देश निकाला गरियो, कसैको नाम इतिहासबाटै हरायो। कानुनको अर्थ शासकको इच्छा थियो, प्रमाणभन्दा बलियो सन्देह हुन्थ्यो। यही कारणले चन्द्र शमशेरको शासन डरको शासन बन्यो। दरबारभित्र जासुस थिए, दरबार बाहिर मुखबिर। मानिसहरू आफ्नै घरभित्र पनि बिस्तारै बोल्थे। छिमेकीले सुनेलान् कि भन्ने डर, आफन्तले सूचना देलान् कि भन्ने शङ्का। डर केवल शासनको औजार थिएन, त्यो समाजको स्वभाव बन्दै गइरहेको थियो। मानिसहरू बोल्न होइन, सहन सिक्दै थिए। शिक्षा चन्द्र शमशेरको शासनमा सबैभन्दा खतरनाक मानिन्थ्यो, किनभने शिक्षाले प्रश्न जन्माउँछ र प्रश्नले सत्ता हल्लाउँछ। त्यसैले जनतालाई शिक्षाबाट टाढा राखियो। लेख्न, बोल्न, सङ्गठन बनाउन स्वतन्त्रता थिएन। विरोध गर्नेहरूलाई जेल हलिन्थ्यो, यातना दिइन्थ्यो, देश निकाला गरिन्थ्यो। कहिलेकाहीँ त मानिसहरू कुनै औपचारिक आरोप बिना नै हराउँथे। परिवारहरू उत्तर खोज्दै बस्थे, तर उत्तर कहिल्यै आउँदैनन्थ्यो। तर चन्द्र शमशेरको शासन यति मात्र थिएन। उनी केवल निर्दयी शासक थिएनन्, उनी चालाक शासक पनि थिए। बाहिरबाट हेर्दा उनी सुधारक देखिन्थे। सती प्रथा उन्मूलन गरियो, केही कानुनी सुधार भए, बेलायतसँग मित्रता बलियो बनाइयो। अन्तर्राष्ट्रिय रूपमा उनलाई सभ्य र आधुनिक शासकको रूपमा प्रस्तुत गरियो। तर यी सुधार जनताको स्वतन्त्रताका लागि थिएनन्। यी सुधार सत्ता सुरक्षित राख्ने आवरण मात्र थिए। भित्रभित्रै डर उस्तै थियो, दमन उस्तै थियो। नेपाल दुई संसारमा बाँडिएको थियो। एकातिर राणा परिवारका भव्य दरबार, सुन, चाँदी, विलासिता। दोस्रोतिर भारी कार, गरिबी र अन्यायमा बाँचिरहेको जनता। किसानले आफ्नो पसिना बेचेर कर तिर्थे, तर न्याय पाउँदैनन्थे। नेपाल देश होइन, एउटा परिवारको निजी सम्पत्ति जस्तो चलिरहेको थियो। राजा सिंहासनमा थिए, तर निर्णय गर्ने शक्ति थिएन। वास्तविक शासन चन्द्र शमशेर र उनको परिवारको हातमा थियो। यस शासनको सबैभन्दा गहिरो असर मानसिक थियो। मानिसहरू सोच्न डराउन थाले, मौनता संस्कार बन्यो। प्रश्न नगर्नु नै सुरक्षित मानिन थाल्यो। यही मौनताले पछि 104 वर्षसम्म राणा शासन टिकाइराख्यो। चन्द्र शमशेर एक व्यक्ति मात्र थिएनन्, उनी एउटा प्रणालीको निर्माता थिए, जहाँ डर शासनको भाषा बन्यो। समय बित्दै गयो, तर डर स्थायी हुन सकेन। इतिहासले देखायो, कुनै पनि शासन डरमा मात्र टिक्न सक्दैन। तर चन्द्र शमशेरले छोडेको छाया लामो समयसम्म नेपालमाथि रह्यो। उनको कथा केवल बितेको घटना होइन, एउटा चेतावनी हो। जब सत्ता केही हातमा सीमित हुन्छ, जब जनता चुप बस्छन्, तब इतिहास क्रूर बन्छ। र इतिहासले हामीलाई बारम्बार यही सम्झाउँछ, सबैभन्दा खतरनाक शासक त्यो होइन जो युद्ध जित्छ, तर त्यो हो जसले जनतालाई बोल्नै डराउने बनाउँछ।